डाक्टर महावीर पुनले नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै गरे पहिलो यस्तो निर्णय, कर्मचारीलाई दिए यस्तो निर्देशन। नयाँ मन्त्रालयलाई नयाँ किसिमले काम चाहिँ गर्नुपर्छ र काम गर्दाखेरि रात दिन भन्न चाहिँ पाइन्न। ल यो कुरा चाहिँ मैले चाहिँ भन्न चाहन्छु। रात दिन किन भन्न पाइन्न भन्दाखेरि हामीले रात दिन गरेर काम गरेनौँ भनेदेखि देशमा चाहिँ विज्ञान प्रविधिको विकास हुँदैन। अब नयाँ नयाँ राजनीतिक दलहरू आउनुहुन्छ, उहाँहरू सबै राजनीतिक दलहरूले के घोषणा गर्नुहुन्छ भने सरकारहरूले के घोषणा गर्छन् भने देशलाई चाहिँ समृद्धि बनाउने भनेर सबै राजनीतिक पार्टीहरूले घोषणै गर्छन्। नयाँ सरकार आउँदाखेरि जहिले पनि घोषणा गर्छन्, तर देशलाई चाहिँ समृद्धि बनाउनको लागि त्यो चाहिँ विज्ञान प्रविधि नवप्रवर्तन, खास गरी यो नवप्रवर्तन भन्ने चिज, विज्ञान प्रविधिमा नवप्रवर्तन भन्ने जुन काम छ यो नगरिकन देश समृद्धि हुँदैन। अनि देश समृद्धि भएन भने देशमा चाहिँ रोजगारी सिर्जना हुँदैन। रोजगारी सिर्जना भएन भने मान्छेले काम पाएन भनेदेखि मान्छेको दिमाग बौलाउँछ, अनि बौलाएपछि चाहिँ अनेक किसिमको चाहिँ अब अशान्तिहरू देशमा फैलिन्छन्। त्यस कारणले देशलाई चाहिँ एउटा स्थायित्व दिनको लागि, देशलाई चाहिँ अब के अरे आर्थिक रूपमा चाहिँ एउटा समृद्धि बनाएर शक्तिशाली बनाएर देशको अस्तित्व वर्षौं वर्षसम्म, सयौं वर्ष, हजारौं वर्ष सबैलाई देश चाहिँ हजारौं वर्ष टिकोस् भन्ने चाहिँ लाग्छ। हजारौं वर्ष चाहिँ देशलाई चाहिँ यो टिकाउनुको लागि विज्ञान प्रविधि र नवप्रवर्तनको चाहिँ के अरे सहयोग नलिकन हुँदैन। मैले चाहिँ एकदमै ठोकेरै भनिरहेको, अहिलेसम्म यो कुरा धेरैलाई मैले यो कुरा भन्दाखेरि धेरैको चाहिँ कान पनि दुखिसक्यो होला क्या। एउटै कुरा चाहिँ पटक पटक कति पटक चाहिँ सुन्दाखेरि त कान दुख्छ नि कतिको त। त्यस कारणले यो प्रविधि, यो मन्त्रालयले गर्ने काम भनेको देशको अर्थतन्त्रको विकास गर्नको लागि टेवा पुर्याउने, विज्ञान प्रविधि र नवप्रवर्तनको माध्यमबाट। अब विज्ञान प्रविधिले देशको अर्थतन्त्रलाई कसरी टेवा पुग्छ भन्ने कुरा त साधारण मान्छेलाई पनि थाहा छ। जति पनि हामी अब अहिलेको यो कलियुगको समय भन्छौँ यो होइन, उपभोक्ता सबैलाई नयाँ नयाँ चिज, राम्रो चिज लगाउन प्रयोग गर्न मन लाग्छ। अब त्यो प्रयोग गर्नको लागि चाहिँ अब जसरी भए पनि हामीले चाहिँ अहिले चाहिँ के भइरहेको छ भन्दाखेरि विदेशबाट आयात भइरहेको छ। देशमा जति पनि चिजहरू बनिरहेको छ, अब ठुलो चिज त अब साधारण से साधारण वस्तुहरू पनि देशमा उत्पादन हुँदैन। त्यस कारणले त्यो सबै चिजहरू बाहिरबाट ल्याउँदाखेरि चाहिँ के हुन्छ भने देशको पैसा चाहिँ बाहिर गइरहेको छ र त्यसलाई भन्छ व्यापार घाटा भइरहेको छ। देशको विकास गर्नुपर्ने पैसा बाहिर गइरहेको छ। त्यस कारणले यो म चाहिँ यो विज्ञान प्रविधि यो मन्त्रालय, यो नवप्रवर्तन मन्त्रालयलाई मैले चाहिँ म अहिले चाहिँ यहाँ चाहिँ ठुला रकेटहरू उडाउने कदममा पुग्ने अथवा ठुला चाहिँ वैज्ञानिक अनुसन्धान आविष्कारहरू गर्ने भन्ने कुरा त्यो हुँदै गर्दै गरौँला। तर भोलिदेखि चाहिँ के त भन्दाखेरि नवप्रवर्तनमा चाहिँ जोड दिनु पर्छ। दर्शकबिन, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुन मन्त्रालयको कार्यभार सम्हालेर अब आज आविष्कार केन्द्रमा जाने, भोलिबाट मन्त्रालयमै बस्ने कोठाहरू पनि हेर्नु भएको छ। सम्भवतः भोलिदेखि उहाँ यसै मन्त्रालयमा खानपानको व्यवस्था सहित पहिला शिक्षा मन्त्रालय